लो साथीहरु हिजो चाहिँ मैले बेबी सेड कतिजनालाई मनपर्छ त भनेर पास्नी सेडको लागि भिडियो हालेको थियो है। अब सबैजना साथीहरूलाई भनेको पनि थियो मैले 25 जना भन्दा माथि हुनुपर्छ भनेर है। सबैजनालाई चाहिँ रहर रहेछ पास्नी सेड बनाउनलाई। ल आज चाहिँ म तपाईहरुलाई यो तीनटाको मात्रै चाहिँ ड्राफ्ट दिन जाँदैछु है। अब कटिङदेखि लिएर सबै यो ड्राफ्ट चाहिँ एकचोटि ल यहाँ हेर्न सक्नुहुन्छ। हाम्रो यो चाहिँ बोको ड्राफ्ट भयो, यो वाला भयो हैन। अब यो चाहिँ टोपीको भयो, यो हाम्रो टोपीको राउन्डको भागको लागि चाहिँ यो भयो है। अब बोको त हाम्रो यहाँ राखेको यो भइहाल्यो। अब टोपीको यो राउन्ड राख्नु पर्यो, यसको लागि यो भयो 18 इन्चको है। अब यस यो टोपीमा राख्ने पनि यही भयो। लगभगमा अब हामीले यो तीनटाको यो सबै गरिसक्यो भने जो जुत्ताको लागि चाहिँ यति मात्रै ड्राफ्ट छ। यहाँ प्याटर्न काटेर राखेको छ भने म तपाईहरुलाई पुरै देखाइरै कटिङ गर्ने छु है। भिडियो चाहिँ स्किप नगरिकन पुरा भिडियो हेर्नु होला साथीहरु। मैले चाहिँ यो 3 इन्चको चौडाइ भयो हाम्रो जुत्ताको, यो 5 इन्चको भयो। अब हामीले यसलाई यहाँ र यहाँ पनि यसरी मार्किङ गरेर ल यसरी चाहिँ हाम्रो जुत्ताको ड्राफ्ट भयो है। लगभगमा अब हामीले यहाँबाट नि थोरै सेप लिन्छौं, यहाँबाट पनि हामीले थोरै सेप लियो। अब लगभगमा यहाँबाट पनि थोरै हामीले सेप लियो, यो पनि लगभगमा थोरै सेप लिएर ल यसरी हामी जानु पर्यो। ल यो आकारमा भयो जुत्ताको है। अब यसलाई म लगभगमा काट्दिन्छु। ल अब यसलाई हामी गरेर मेन कुरा हाम्रो जुत्ता अलिकति दरो बनाउनको लागि चाहिँ हाम्रो पेस्टिङ नै चाहिन्छ, हार्डवाला पेस्टिङ है। अब यसलाई चाहिँ हाम्रो लगभगमा अलिकति सेप आउने गरी यो आकारमा गर्नु पर्यो। ल अलिकति चाहिँ हाम्रो खुट्टाको यो आकारको यो भाग चाहिँ हाम्रो निकाल्नु पर्यो। अब यो पनि हामीले यस्तो गरिसकेपछि दुईटै खुट्टाको त चाहियो नि त हामीलाई हैन। अब यो यता फर्किने भनेपछि अब यो हाम्रो यता गर्नु पर्यो है। अब यस्तो गरेर यो पनि यो आकारमा हामीले छाप्नु पर्यो। छापिसकेपछि अब लगभगमा यो पनि हाम्रो बनिसक्यो। ल अब यो पनि हामीले कैंची चलाउँदा पनि हामीले अलिकति ग्याप लिएर